हेलो एन्ड नमस्ते, वेलकम ब्याक। फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आई होप सबजना आरामै सन्चै हुनुहुन्छ होला। सो फेरि पनि ब्याक भइसकेँ म चाहिँ पुनः 1 महिनापछि। आज चाहिँ हामी चाहिँ बर्दागोरिया गाउँपालिका स्थित बर्दागोरिया धाममा छौँ। हामी चाहिँ पर्यटकीय र धार्मिक क्षेत्रमा चाहिँ हामीहरू आछौँ। पुरै फ्यामिली नै आछौँ भनौँ। पूजा हुन गइरहेछ आज चाहिँ, त्यही भएर चाहिँ हामी आज मैले चाहिँ अलि सामानहरू लग्नुपर्ने छ नजिक यहाँबाट। पानीहरू प्लस अरू पिपलका पातहरू, त्यसपछि बेलको पातहरू हामी चाहिँ 2 जना छौँ। 2-3 जना अझै आउँदैछन् माथि। अनि त्यसपछि हामी चाहिँ यहाँबाट फेरि माथितिर लग्ने हो। र साथमा चाहिँ आज हामी के रिभ्यू देखाउँछु भनेपछि म चाहिँ आइफोन अनि प्लस हामीसँग छ आज 22 अल्ट्रा। यहाँ चाहिँ देख्न सक्नुहुन्छ S22 अल्ट्रा छ। सो यहाँ चाहिँ हामी रिभ्यू देखाउने छौँ यसको बारेमा। हामीसँग 2वटै फोन आज छ। सो वाच गर्नु होला। हामी चाहिँ आधी भिडियो चाहिँ आइफोनबाट र आधी भिडियो चाहिँ S22बाट चाहिँ भिडियो बनाउने छौँ। सो रिभ्यू चाहिँ कस्तो हुन्छ तपाईँहरू चाहिँ प्रतिक्रिया दिनु होला। लेट हुनको कारण भिडियो आजभोलि चाहिँ मेरो युट्युब च्यानलमा नआउनुको मेन रिजन चाहिँ अलिअलि अब फ्यामिली पारिवारिक मान्छे भइसकेपछि चाहिँ फ्यामिली जिम्मेदारी आइसकेपछि चाहिँ फ्यामिली पनि हेर्नु पर्यो र साथसाथमा चाहिँ घरको काम पनि गर्नु पर्यो। अनि आजभोलि चाहिँ अलिकति म चाहिँ सामाजिक सञ्जालमा चाहिँ एक्टिभ त्यति छैन, बट हेरिरहेको हुन्छु, स्क्रोल गरिरहेको हुन्छु। भिडियोहरू म प्रत्येक दिन जस्तो वाच गरिरहेको हुन्छु। सो आज अलिअलि टाइम छ, त्यही भएर चाहिँ म आज भिडियो बनाएर तपाईँहरूलाई पुनः मन्थली 1 महिनापछि चाहिँ म चाहिँ भिडियो हालिदिउँ भनेर हालिरहेको छु। साथमा चाहिँ हामी अहिले चाहिँ 2 जना मात्रै छौँ, आउँदैछन्। र यो ठाउँमा चाहिँ हामी आज यो चाहिँ स्नान कुण्ड हो यो भनौँ एउटा हाम्रो चाहिँ यहाँ बर्दागोरियाको। सो यहाँ चाहिँ माघीमा मेला लाग्छ। माघको 28-29 पुसको 28-29 अनि त्यसपछि 1 गते चाहिँ माघे सङ्क्रान्तिको दिन चाहिँ विशेष एकदम महान गर्छ। र साथसाथमा यहाँ चाहिँ यहाँको अध्यक्षज्यूहरूले बर्दागोरिया अध्यक्ष चाहिँ हामीलाई एक्ज्याक्ट मलाई नाम त थाहा छैन, चाहिँ यो मन्दिर बिचमा स्थापना गर्नुभयो। निकै राम्रो छ, एकदम लोभदायक र राम्रो छ। सो पछि यहाँ चाहिँ पानी हुन्छ होला सायद, मलाई लाग्छ आफ्नो अनुमान। र पछि अहिले चाहिँ म माथि गएर चाहिँ थोरै हल्का क्लिपहरू देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ यहाँबाट पानी लगेर अर्को फोनबाट देखाउनेछौँ। सो तबसम्म हेर्दै गर्नु होला। चाहिँ लोभलाग्दो एकदमै राम्रो कमलको फुलहरू छन्, यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। अलिअलि छ थोरै, बट एकदमै सुन्दर छ। यहाँ चाहिँ यहाँ नानीहरू चाहिँ साग टिपिरहेछन् के उता नानी, अनि ऊ नानी चाहिँ घाँस काटिरहेछन्। साग टिपिरा हो ए छन् के साग भन्छ, न्युरेको साग ए छन्। र जुकाहरू लाग्छन् होला नि यता, छैन है जुका। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ लोकल एकदम अर्ग्यानिक, यता देख्न सक्नुहुन्छ अर्ग्यानिक है एकदम। यता भित्र देख्न सक्नुहुन्छ अर्ग्यानिक यो चाहिँ साग। हजुर के भयो नानी? ल हामीलाई पनि थोरै देऊ है। नानीहरू लगेर छन्। यहाँ पनि यस्तो ठाउँमा हुने रहेछ। यस्तो भन्छन् के, यो चाहिँ न्युरेको साग। यता छ है, यहाँ देख्न सक्नुहुन्छ न्युरोको साग। सो अब हामी चाहिँ ढिलो नगरी हामी चाहिँ पूजा स्थानमा लाग्नेछौँ। र अलिअलि भए पनि थोरै क्लिप देखाउनेछौँ। हेर्दै गर्नु होला। टेक्नोलॉजी आ गई ना, पानी नाटे गाय सुखरे यहाँ बराबर। पूजा चलिरहेछ यता, अनि यता बच्चा पार्टी आफ्नै तालमा है। यो पानी खस्छ है, खस्छ। हेलो भनिदेऊ भिडियोमा, हेलो भनिदेऊ, हेलो भन, हेलो भन।
चाहिँ उता अगाडि उता भइरहेछ अनि अर्को यता हाम्रो छ यता हामी चाहिँ साइडमा बसिरहेको छौँ यहाँको राजा आइसक्यो मङ्की ल यहाँ हनुमानजी ल हामी चाहिँ एकछिन तल आएछौँ यहाँ बच्चा पार्टीहरूसँग अनि फोन पनि आइरहेछ है मेरो चाहिँ कसरी देखाउने हो यता स्क्रिनमा फोन आइरहेछ ल अब ब्लग कन्टिन्यू गर्छन् भान्जा ल थोरै कन्टिन्यू गर त ल बोल त आउँछ कि नै ब्लग बनाउन आफ्नो पहिला इन्ट्रोडक्सन देऊ त्यसपछि अरू भन ल व्हाट इज योर नेम इनको डान्स देख्नुभयो भने होइन तपाईँहरू फिदा हुनुहुन्छ भइहाल्नुहुन्छ ल एउटा सङमा चाहिँ उनले हामीले बनाउँछौँ भनेपछि भाइरल सिद्धा हुन्छ भिडियो बनाएर देखाइदेऊ मकैबारी डराम ओके को डान्स देख्न सक्नुहुन्छ यहाँ टोकै अझै टाइम लाग्छ 2-3 घन्टा चाहिँ एबभ नै लाग्छ होला हामी चाहिँ एकछिन बच्चाहरू चाहिँ त्यहाँ अलि हल्ला गरिरहेको थियो नि त्यही भएर चाहिँ हामी यता तलतिर आएको छौँ साइडमा यही हो हाम्रो चाहिँ माघीमा चाहिँ मेला लाग्ने स्थान र डान्स हुने स्टेज चाहिँ त्यो हो यो मास्किङ लाइट पनि आजभोलि सुविधा भइसकेछ यहाँ पुरै अलमोस्ट सबैतिर बजार हुन्छ यता आउनु होला यस माघीमा चाहिँ एकदमै रमाइलो हुन्छ पहिलाभन्दा पनि अलिअलि विकसित भइसक्यो पहिला त पानी हुन्थ्यो बट अहिले चाहिँ जम्मै रोकथामको लागि एकदम नियन्त्रण र पनि बाटोको व्यवस्था पनि भइसकेछ भान्जाको डान्स चाहिँ हेर्न सक्नुहुन्छ अब चाहिँ ल आफ्नो नृत्य देखाउँछन् ल सुरु कसरी छ पहिला तिमीले आफ्नो सिकेको डान्स ल वन्स मोर भन्दाश्री वन्स मोर फेरि मतलब एकचोटि ल छिटो पटा एक छोर के खिच्छ ल बना कुन गानामा टिकटक बनाउने तिमी